मासुको अचार पनि खानु मन लाग्छ होइन। अनि साथीहरू के भन्नुहुन्छ भन्दाखेरि मासुको पिस मात्र धेरै होस् ल, लेदो र तेल चाहिँ कम होस् भन्नुहुन्छ कोही कोही साथीले होइन। त्यस्तो हो भने त मासु किनेर फ्राई गरेर खाँदा भइहाल्यो नि त भनेर भन्यो भने कति छुच्चियो दिदी भन्नु होला है। त्यही भएर म त्यस्तो चाहिँ भन्दिनँ। योपालि चाहिँ मैले तेल पनि अलिक कम र मसलाहरू चाहिँ छ होइन। मसला पनि भएन भने त फेरि यो अचार खानुको केही अर्थ नै रहेन कि। अचार भनेको त अब मसला टक्कै लागेको हुनुपर्छ होइन। त्यही भएर अदुवा लसुन मसला चाहिँ टक्कै लागेको छ र तेल चाहिँ कम छ। त्यही भएर चाहिँ यसलाई चाहिँ अलिक चाँडै खाएर सकाउनुपर्छ है। हुन त साथीहरूले 2 दिनमै भ्याउनुहुन्छ यो अचार है। हामीले यो अचारलाई खाँदाखेरि चाहिँ फ्रिजमा राखेर खाँदा पनि हुन्छ है। बाहिर राखेर खाँदा पनि 15-20 दिनसम्म त बसि नै हाल्छ। अब तेल कम भएपछि चाँडै ढुसी आउने सम्भावना पनि हुन्छ नि त। हामीले प्रिजर्भेटिभहरू त केही राखेको छैन यसमा। त्यही भएर चाहिँ चाँडै चाँडै खाएर भ्याइहाल्नु होला साथीहरू। हाम्रोमा चाहिँ बफ अचार र चिकन अचार चाहिँ आज बनिसकेको छ। अर्डर गर्नु होला। अर्डरको लागि मलाई इनबक्स गर्नु होला। थ्याङ्क यू फर वाचिङ।